नमस्ते 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 हजुर, आरामै हुनुहुन्छ? जय मसीह। आज चाहिँ म विशेष गरी एफएसीको पुस्तकबाट पढ्न गइरहेको छु। एफएसी 6 अध्यायको 10 पददेखि 18 सम्म म पढ्न गइरहेको छु र शीर्षक छ परमेश्वरको हात हतियार। अब अन्त्यमा प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हौ, दियावलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरको सारा हतियार धारण गर। किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्धमा होइन, तर प्रधानताहरूका विरुद्धमा, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्टाइका आत्मिक सेनाहरूका विरुद्ध हो। यसकारण परमेश्वरका सारा हात हतियार उठाओ र यसरी खराब दिनको सामना गर्न सक र सबै काम गरेर खडा हुन सक्ने हौ। यसकारण आफ्ना कम्मर सत्यले कसेर धार्मिकताको छाती पाता लाएर खडा हौ र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार हौ। साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। मुक्तिको टोप लगाओ र पवित्र आत्माको तरबार ल्याऊ, जो चाहिँ परमेश्वरको वचन हो। सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहौ। आमेन।